मेरो मम्मीले चाहिँ मासु सुकुटी गर्दै हुनुहुन्छ के रे मामा म चाहिँ क्यामेराम्यान पापा र मम्मीले चाहिँ काम गर्ने सुकुटी चाहिँ यसरी बनाउँछ हाम्रो गाउँमा यसरी सुकाउँछु मम्मी चाहिँ सुकेपछि हजुर सुकेपछि भन्नुस् न पोल्दै खाने त गर्नुपर्ने थियो तर पापा राइसी आला अटुकी आसेर मेटियल आजमा चाहिँ हाम्रो चाहिँ सुकुटी दिवस टप्सी रानु है अच्छा म काम पुग्यो कतै जस्तो गएको भाइ मिस भाइ किन त्यस्तो गर्नुभयो भन्नुहोस् न जन्तु जान्न चाहन्छन् म चाहिँ नि क्यामेराम्यान म को अरे मामा पाटी म को अरे म हुँला न क्यामेराम्यान खै नो रक्सी खाएको मान्छेले मोबाइल समात्न मिल्दैन मेरो पापा त मासु गर्दा नि सुकाउँदा नि हाँसिराख्नुहुन्छ र अलिकति रक्सी खायो भने झन् कति हाँस्नुहुन्छ रातभरि दिनभरि हाँस्न भए पनि सक्नुहुन्छ हो मेरो बाबा त अन्त छिटो बाँध्यो पापा छिट्टो हुनुहुन्छ मेरो बाबा चाहिँ नि त्यो दोरी चाहिँ कता फेरि यता यसलाई होमसेला किन्छ कि प्रेमको बिरमा पऱ्यो नि के ओहे ओहे त्यसरी त मिल्दैन पो हो कि खै है वन्ट फ्राइसी मलाई गाँठा ठाम पारा पाउँ बाएछन् राति राति आखामा ढुन्डन पामा जब म विष बोक्टोमा सेला पल्टु आयो बन्दीपुर केचा सुर गरौँ त्यहाँ चाहिँ पढो हुन्छ उटिल स्टाकित आज त मासु धेरै छैन होला मेरो वाला टिभी से पछाडै मेरो मम्मीले चाहिँ साठो घोल्दै हुनुहुन्छ फुल यसरी लगाइदिँदै हुनुहुन्छ शिरको फुल यो चाहिँ साठो भोलि बस्तुलाई खुवाउनु पर्ने भोलि चाहिँ लक्ष्मी पूजा पनि गर्नुपर्ने होइन मामा पापा चाहिँ त्यो खाली शुल्प छोड्नु पर्ने कि के हो क्यामेरा तेर्सायो कि भागिहाल्नुहुन्छ ठिक छ नि मामी आमै अनुहार चाहिँ किन बिगार्नु भयो ल ठिक छ मामा काम रुममा हेर्ने थियो न अझै काम भ्यायो लक्ष्मी पूजाको काम भ्यायो साठोको काम भ्यायो मेरो मम्मी चाहिँ मोटा आएर हेर्नु न पाख्रो पनि यत्रो ठुल्ठुलो चलाएकै छैन होइन आज त रक्सी कम खाना पाएर सर पनि रातो हुन थाल्छ हो के हो यस्तो भयो बाबा खोइ नफुरी लटालम पुरी खोइ हाल्दा ठ्याक्कै हो चाहिँ क्यामेराम्यान तिमीले नु सोपे आफू पिछा मलाई नि उडा खाम्रा पिउ नि फेरि
मेरो मम्मी धुप बाल्दै हुनुहुन्छ ल पापाकोबाट स्टार्ट आज चाहिँ हामी गोठमा छौँ साठो कोना बस्छु है बोलेन हेलो मामा कपाल त राम्ररी बन्नु नि हो भन हो त्यो त लु मेरो सर चाहिँ रेडी भइसक्नु भयो आइ बिस्तारै जाऊ Kalau duit yang ngonsam. धुप पनि सुन्नु पर्ने ल Siaran thori na aku pucang halang. टीका चाहिँ अन आमा ढोप बच्चम लसो Ilma botol cisana. Kutila kapalong minta. यो पालि चाहिँ फुल गाउँमा छैन त्यही भएर फुल मालानलाई फुलले मात्र छर्किदिएको पापा उडा कहिले सिङ्गो चिम्याबा हान्दैन हौ मलाई Lalu saya pangkat sih, bata-bata pangkat. ओके और खर्बे अब आमला आमरा खर्सी बे अब पापा मामलु ढोक Na kau. ढोक पाचम लु Na ke. आम्बेल Papa kata mana hansa siala satu motor lo. Lupa. Amela sama berusin mana. Wah, wah. Boleh rati itu dah jasanya setiap di sana mana jasam satu bang. मिठान पाचम नि ठाम पऱ्यो हुन्छ ठाम पऱ्यो हुन्छ Dia apa dong yang jam tu yang kau bukan pada yang terus. नि भाइ बाबा अँ हेर्नुहोस् खै टिका Dinole. रोस रोस होइन रसुला पाका पटाटो फेरि सेफुन्छ बाबा Tera susah banget sih yang ada. तेल लगाएको खेल्छ मिल्छ Asih. Bisa banget jadi. ओनर राख्नु कि ल उठ्नुहोस् मामा स्टार्ट Siapa? क्यामेराम्यान चाहिँ पापा Siapa? म चाहिँ पापा र मम्मीको फोटो खिच्दिन आँटेको छु Ani rom dia siapa? अब टिका लाउने पालो मेरो पापा छिटो मामा Foto kalau topi akhir. नि आलपिट अलजट्टा अब मम्मीले क्यामेराम्यान गर्नुहुन्छ दसैँ लम्बाएको होइन Indo guru pun. ल उसलाई ढो पानीमा Bhaji mani hono he.
ल अब चाहिँ मेरो हाम्रो बाख्रा निस्कियो यो चाहिँ हाम्रो गोठ Papa ठामे नि आडी लम सारा र होम बनाउन बुढी पापा भिडियोमा कैद भइरहेछ त्यो उता जा अब घर चल्दिनै त होला नि हैन अब चाहिँ हामी घर हिँडेको हामी चाहिँ घर फर्किँदैछौँ हाम्रो घर जाने बाटो यो हो यो त हुनुहुन्छ हाम्रो मेस बाटो चाहिँ डेन्जर छ है हाम्रो गोठ जाने ए त यो बाटो त मेरो पापा र मम्मी रक्सी खाएपछि त फिलिली है मामा फिलिली है मामा चरा उड्यो भने तिन आगर उड्नुहुन्छ है हेलो आफ्नो खुसी गरिन्छ आफ्नो बाटो आफ्नो गोठ अब डेन्जर डायलग दिइरहेको छ त वख वख है हामी चाहिँ यस्तो जङ्गल नागेर अनि बल्ल घर पुग्छौँ पहिले त उठ्यो अहिले त पुरा जङ्गल भएको छ भन मम्मी नि किन डोको राख्नुहोस् सधैँ बोक्ने यो चाहिँ मेरो गाउँ मेरो घर घर मुल्की मामा भयो भयो आमै Yahoy. हामी चाहिँ घर आइपुग्यौँ अब ए आइपुग्यौँ हैन आइपुग्न आँट्यौँ ल कान्छ घर आइपुग्यो अब चाहिँ देख्नु पर्यो नि यहाँ ठुलो गरेर देख्नु पर्यो नि मम्मी कान्छी मम Where is Upo Umo Rongoli
अनि तिमीलाई चाहिँ फेरि यस्तो गरेर मी तारा यहाँ आइडिया लगाउनु भयो मम्मीले छापे पछाडि बाहिर होइन पातले क्या यो कलालाई सम्मान साथ क्यामेराम्यान सरी लाइट लाउने मान्छे हाम्रो पापा मम्मी चाहिँ नाच्ने मान्छे ऊ त मेरो छोरा आफ्नै दुनियाँमा छ हाम्रो रङ्गोली यस्तो छ अनि म चाहिँ हात यस्तो गर्दै अलिअलि कलर लागेको जस्तो गर्दै बस्ने मान्छे हो कस्तो देखेछ पापा हेलो सर सन्चै हुनुहुन्छ अब चाहिँ हाम्रो लक्ष्मी पूजा स्टार्ट हुन आँटेको छ बाबु छोरी कस्तो देखेछ बाबु राम्रै देखेछ गुड राम्रै लाग्यो खुट्टा हटम यहाँ पनि खुट्टा 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 खुट्टै छ खुट्टा उता रङ्गोली बनाएको छ रङ वाला खुट्टा रङ्गोली यति चाहिँ फुलको यति हो भयो अब भ्यान्छ भ्या होइन अझै बच्चा भित्रको ल रङ्गोलीमा जलायो हामीले रङ्गोली मम्मी आउनुभयो त्यताबाट उता चाहिँ खै भैली खेलेर आयो यहाँ चाहिँ फेस देखिरह यताको नि देखेर फेस नटुम्नीमा गानीमा फुरी मान्छे दुईटा मान्छे एउटा यता अर्को पछाडि यी फेस हेर्न सक्नुहुन्छ भयो अब यो बहिनीको नि फेस छ्यामा अर्को बहिनी हुन्छ छ्यामाको सानो छ उता ब्याम्बुको थियो एकदम बसे पासाको फेस कस्तो छ गाइस भनौँ है गाइस फेस अब लक्ष्मी पूजा स्टार्ट हुन आँटेछ मेरो मेन लक्ष्मी यता हेर्नुहोस् न लक्ष्मी धागो काट्दै हुनुहुन्छ मेरो लक्ष्मी यता हुनुहुन्छ अर्को लक्ष्मी आमा यहाँ कति बलेको त मेरो मुटुको टुक्ला मैना हाम्रो रङ्गोली यहाँबाट हाम्रो लक्ष्मीको पाइला बनाउँदै यताबाट ठ्याक्कै मेन विशेष चाहिँ यहाँ हो अनि यहाँदेखि ठ्याक्कै मेरो सर कता हो कि क्यामेरा हजुरको यहाँ रहेछ क्यामेरा चाहिँ नि यहाँ हुन्छ यो फोटोकै मेरो छोराको चाहिँ त्यो मैले कसो गरेँ त्यो छर्किने गुड वारे वाह बाबु सुरल है मम्मी खै हात पापा एकपल्ट जानु त तपाईँको पनि लक्ष्मी पूजा आपा ने फोटो बढ्छ अब इल क्यामेरा तेर्छ आज चाहिँ हाम्रो लक्ष्मी पूजा अब चाहिँ हाम्रो सम्पन्न हुन्छ अब हाम्रो पुरा कम्प्लिट हुन आँटेको छ
मेरो बाबाले लक्ष्मी पूजा गरेकै मैले देखिनँ, त्यही भएर बाबाले लक्ष्मी पूजा गर्न लाउँदैछु। बाबा एकछिन नबजाउनुहोस् न। गुड बोय मेरो सर। यो उहाँ चाहिँ हाम्रो घरको सर हुनुहुन्छ, उहाँ घरको लक्ष्मी हो। गरिसक्यो ल यता हेर्नुहोस् त। ओहो झिलिक्कै टल्किनु भएर उधुम्मै ल आउनुहोस्। यो चाहिँ मम्मी र मैले काठमाडौँमा बागमती खोलामा बसेर बुनेको हो। घाम ताप्न जाँदा बुनेको पिरामा आज मैले टिका लाउनु पर्ने रे। बदाम खाँदै बुन्दै ल। मेरो पापाले बोल्न थाल्नु हो, आशीर्वाद दिनु भइरहेछ। उहाँ चाहिँ मेरो पापाले राई हाम्रै भाषा दिँदै हुनुहुन्छ मेरो पापाले। ल अब मम्मीलाई पनि ढोक्नु पर्यो। आउनुहोस् मम्मी एकछिन। बाबु बहिनी हिरो त हो नि, हिरो हुनुपर्ने। पापाले टोपी लगाइदिनु भएको हाम्रो छोराजीलाई मेरो नातिलाई जसरी टिका लगाइदिएँ, दही चामल उज्यालो होस् त्यस्तै उज्यालो हुने, जे चिताए त्यही पुग्ने, धेरै पढ्ने हुने, ज्ञानी हुने, बाबाआमाले पाल्ने, एकदम बोल गर्ने। भ्या हानेर उहाँ एकछिन यहाँ बजुलाई गुड बाई कपी गर्छु। ल मेरो छोराको ढोक नै नलागेको मेरो कुन्टुरके कति खर्च गरेर ल्याएको छु होइन मैले। टिका पानी दही चामल आउँछ उज्यालो उज्यालो जुम्साको लक्ष्मी पूजा हो, सालन देव लाग्छ दुष्ट। पार्वती पिलेज टिका लाउँदा चाहिँ नरुनुहोस्, नरुनुहोस्। मेरो घरको लक्ष्मी, हाम्रो घरको लक्ष्मी। यता हेर्नुहोस् त महालक्ष्मी, हाम्रो महान नारी। अरू आउँदैन भने हस्। Sarah